भ्लग। अनि अहिले भने चाहिँ हामी यहाँ टिमिटी गार्डन आइपुगेका छौँ। अनि अहिले चाहिँ हामी यसो टी गार्डनहरू घुम्दै गऱ्यौँ। यहाँ चाहिँ मेरो साथी छ मनिष। हेलो। यो टिमिटीको खासियत चाहिँ के छ? खासियत फर्स्ट नम्बर 1 धेरै चायपत्ती चाहिन्छ। सेकेन्ड 1 चाहिँ यहाँको मौसम चिसो चिसो हावा अनि यहाँको सुन्दरता। अहिले चाहिँ त्यही अब हरियो परियो छ, डाँडा काँडा राम्रो छ। त्यहाँदेखि अब नोभेम्बरतिर चाहिँ झन् चेरी फुल्छ, त्यतिखेर अझै बेसी सौन्दर्य सुन्दर अझै बेसी बढेर जान्छ। अहिले नै ठिकै छ हामीलाई चाहिँ, तर अब वाक्कै लागेको हेर्दा हेर्दै। तर हामीलाई त यो बेस्ट नै हो नि। यहाँ चाहिँ छ बिरु र म आएको हाम्रो साथी गणेशकोमा। अनि यहाँ चाहिँ छ ब्याग पड्काउँदैन यो घरले ब्याग पड्काउँछ होला। र यहाँ चाहिँ अलिकति हामी अलिक अगाडि बढ्नुमा अलिकति प्रब्लम भयो। यहाँ अगाडि घुँडा रहेछ, फेरि ब्याग किक पड्काउँछ भने अलिकति टेन्सन भयो। अब गणेश अगाडि मुभ गरेर मात्रै गणेशलाई पनि डर लाग्छ। के गर्दैन